गाई काट्ने भन्यो अरे रासोपाको नेताले। खगेन्द्र सुनुवारले कुन जमानामा बोलेको क्लिपलाई काटेर रमेश परसाई फोन गर्दैछु है म घन्टेका पार्टीको उठाएन झापाको कसरी त्यो सदस्य उठेको मान्छे हो त्यो झापाकै हो। हजुर रमेश प्रसाईजी बोल्दै हुनुहुन्छ? म यो कमल बहादुर सुनुवार भन्ने मान्छे हो। हजुरले एउटा भाषणमा एउटा क्लिप्स हजुरले एउटा गल्ती बोल्नु भएको छ नि तपाईँले हिजोको हजुर तपाईँले यसमा ध्यान दिएर चाहिँ तपाईँले जुन जे छ जे लेखेको छ जे बोलिएको छ त्यो चाहिँ हजुरले बोल्नु भएको छैन। एउटा क्लिप्स बोल्नु भएको छ, एउटा त्यो गाई काटेर खानेको क्लिप्स अहिले भाइरल भएको छ। त्यो हजुरमा त्यहाँले तपाईँले भाषणमा के भन्नु भएको छ भने त्यहाँ त्यो मान्छेको नाम के भनेर उल्लेख तपाईँले जस्तै तपाईँले कसैको समुदायभित्रलाई आँच पुर्याउने गरी अलिकति बाधा पुग्ने गरेर तपाईँले बोल्नु भएको छ क्या त्यसमा। सुन्नुहोस् तपाईँले खगेन्द्र सुनार भन्ने मान्छेलाई खगेन्द्र सुनुवार भनेर तपाईँले पूर्ण रूपमा स्पष्टसँग तपाईँले बायाँ समाएर बोल्नु भएको छ। त्यसमा हजुरले सुनुवार भन्ने समुदाय भनेको फरक किराँतको वा राई लिम्बू सुनुवार एउटै हुन् भन्ने तपाईँलाई थाहा छ। हजुर हजुर मिस्टेक हो मैले मान्छु कि, तर हजुरले त्यो त एकदम हाम्रो सुनुवार समुदायलाई एउटा नराम्रो त्यो चाहिँ एउटा छेड्नु भयो नि त। सुनुवार समुदायलाई कसैले बोलेको छैन त्यस्तो। हजुर हो हजुर त्यो चाहिँ एकदम गुड राइट द्याट्स राइट भन्नुहोस्। मेरो कुरा सुन्नु न, मैले माफी मागिसकेँ, अर्कोचोटि म सच्याउँछु, योभन्दा बढी म के गर्न सक्छु। ओके तपाईँले त्यति चाहिँ ध्यान दिनु पर्यो सर, आइन्दा फेरि त्यस्तो चाहिँ नबोल्नु होला कृपया। हस् धन्यवाद। सुनुवार भन्नुभएको छ प्रष्ट, सुनार भनेको विश्वकर्मा समुदायको सुन बनाउने काम गर्ने सुनार भइहाल्यो। सुनुवार भनेको हामी पूर्वेली भएर हजुरलाई कसरी थाहा भएन यो कुरा? पश्चिमतिर कहीँ कतैले त थाहा पाउँदैन। थाहा नभएको होइन, कहिलेकाहीँ बोल्दा बोल्दै त्यो चिप्लेको हो, मबाट पनि त गल्ती हुन्छ नि दाजु, देउता त होइन नि त, म मान्छे हो। ओके हजुर सबै मान्छे नै हो। त्यही भएर हाम्रो त्यो सुनुवार समुदायलाई चाहिँ अलिकति बाधा पुग्ने जस्तो देखिएको कारणले त्यो हजुरलाई सम्झाएको मात्रै हो। त्यसमा कुनै पनि नराम्रो क्लिप्समा नलिनु होला तपाईँले मैले यो भन्यो भनेर। मेरो गल्ती हो दाजु, सेवा सरी, मैले सच्याएँ। ओके धन्यवाद, थ्याङ्क यू। भन्दिनँ त्यसै। हस् सम्झ्यो गल्ती भयो।